हेलो एभ्रिवान वेलकम ब्याक टु माई मिनी भ्लग पार्ट 2 है। तपाईहरु ठिकै हुनुहुन्छ होला है। अन्त मैले हिजो चाहिँ भनेको थिएँ मेरो पार्ट 2 मा चाहिँ म गिफ्ट अनबक्सिङ गर्छु भनेर हैन। सो म चाहिँ गिफ्ट अनबक्सिङ गर्न थालिसकेको छु है। अनि यो चाहिँ मैले एकदमै नसोचेको गिफ्ट अनबक्सिङ हुँदैछ हैन। जुन चाहिँ यो चाहिँ मेरो बहिनीले दिएको थियो हैन। सो बहिनीको नाम चाहिँ म एकछिनबाट भन्छु हैन। सो म चाहिँ एकदमै एक्साइटेड छु नि त खोल्नुको लागि है। अन्त अरू दिनमा बर्थडेहरुतिर हो भने चाहिँ गिफ्ट पाइबस्ने हो है। त्यो त्यसमा केही हुँदैन, केही हुनेवालै हैन हैन। सो यो चाहिँ मेरो अनएक्सपेक्टेड गिफ्ट हो हैन। सो म एकदमै खुसी छु हैन। सो म चाहिँ यहाँ छिटो खोल्दै छु नि त। अन्त यहाँ चाहिँ रहेछ एउटा फोटो फ्रेम है। ओ माई गड गाइस हेर्नुहोस् न के हो यो यस्तो। यो चाहिँ अस्ति हामीले पोङ्गलमा लगाएको गेटअप है। यो चाहिँ हाम्रो आउटफिट चाहिँ पोङ्गलमा लगाएको चाहिँ हैन। ड्युटीमा पोङ्गलमा चाहिँ यो लगाएको थियो नि त हामीले। सो यो फोटो चाहिँ बहिनीले बनाएर दिएको रहेछ। आई रियली लभ इट है। ह्याप्पी वेडिङ एनिभर्सरी लेखेको रहेछ हैन। यति दामी थियो। सो द्याट्स इट फर टुडे गाइस। आई होप तपाईलाई मन पर्यो होला।